सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल होइन सबजना सन्चै होला म नि एकदम सन्चै छु। अनि आज चाहिँ के भनेर थाहा पाइसक्यो होला होइन चट्टा हामी सागर दाइको बिहेमा सट्ट पाएर होइन बिहे छ आज चाहिँ। अनि वेदर चाहिँ यस्तो छ नन स्टप हुन्छ नि। अघि स्कुल जाने चाहिँ पानी परिरहेको थियो कसैलाई थाहा छैन भने चाहिँ अहिले कति चट्ट 12 बजिसकेको छ। अनि म चाहिँ स्कुल गयो अनि त्यो पछि एकछिन हल्का गइतिर आएको पढ्ने विद्यार्थी नै होइन पढ्ने खालको पनि मान्छे त फेरि ओइ खतरा भन्यो भने यो बिहेमा अब चट्ट लगाएर भ्लग बनाउनु पर्ने हुन्छ। दाइको घर चाहिँ यो हो अनि हल्का हल्का यतातिर नि रेडी त हो तर हामी चाहिँ चर्चमा हुन्छ बेसी चर्चमा हो। त्यही हो अब चट्ट पारामा गएर देखाउँछु म के कस्तो लाग्छ यसो हेरिदिउँ त्यही त हो नि के छ र। अनि भ्लग चाहिँ रेगुलर आउँदैन कसैलाई थाहा छैन भने चाहिँ अब भ्लग रेगुलर आउँदैन यार गाइज केटा यसो फ्री भयो बेलामा त्यसरी बनाउने। अनि यो चाहिँ स्कुल ड्रेस हो कसैलाई थाहा छैन भने म भर्खर स्कुल गएर आएको नि त त्यही हो। ल पानीहरू पनि परेर उल्का भइरहेछ ल अब उतातिर जानुपर्ने हुन्छ। भ्लग अब हच्चा भयो नि म बनाए जस्तो मात्रै गर्छु त्यो अलिक चिलमा त कहाँ बनाउँछ त होइन। एकछिनमा त्यही हो ल लुगा सुगा फेर्छु अनि भेट्छु। अब खानाका बनाउने कार्यक्रम खाना लाग्यो होइन खाएर भेट्छु। अब त्यही हो भ्लग त हावा भएको छ त्यही हो गाइज। सो गाइज भ्लग चाहिँ यति नै होइन के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। भ्लग चाहिँ हावा छ होइन धेरै भएको थियो नबना त्यही भएर मात्रै बनाइदिएको। कुनै दिन बनाउँला राम्रो भ्लग होइन लामो भ्लग। त्यही हो ल गाइज आजको लागि चाहिँ यति नै सही हो।